राइस कुकरमा भात पाक्दैछ। यो फ्राई प्यानमा चाहिँ भेजिटेबल बनाउँछु। यो फ्राई प्यानमा चाहिँ मैले चिकन बनाउँछु। यो प्रेसर कुकरमा चाहिँ दाल बनाउँछु। अनि मेरो यहाँ चिकन छ। आज चिकन ग्रेभी बनाउनु पर्यो। अनि यता मेरो हरियो परियोको सब्जीको आइटम, यता लसुन प्याज धनियाँ खुर्सानीको आइटम छ है। प्याज र लसुनको पखालेर काटकुट गर्छ है। मसला, धनिया मसला, यो चाहिँ चिकन मसला। चिकन मात्रै हाल्छ मैले, यसमा हाल्दैन भेजिटेबलमा।
भेजिटेबल पनि पाक्यो, चिकन पनि पाक्यो। एकछिन छोप्छु अनि सलाद काट्छु। एकछिन छोप्छु। म त भाँडाहरू हुनेछु। नमस्कार साथीहरू, मेरो खाना चाहिँ रेडी भइसक्यो है। अहिले चाहिँ चिकन ग्रेभी है, चिकन ग्रेभी। अनि यो चाहिँ भात, यो हरियो परियो, यो काँक्रा, अनि यो चाहिँ स्याउ, यो चाहिँ गाजर। आजको मेरो खानाको आइटम यदि छ। अब म खाना खान्छु है साथीहरू। म खाना खान सुरु गर्छु है। तपाईहरु पनि खाने भए आउनु। म सबभन्दा सुरु चाहिँ म कुनबाट गरौँ भयो। म सबभन्दा सुरुमा चाहिँ म चिकनको ग्रेभी कस्तो भएर सुरु म पखेटाबाट सुरु गर्छु है त। एकदम टेस्टी छ, मिठो हाल्छ। मिठो हाल्छ यो पनि। नुन खुर्सानीहरू सबै टाकटुक बालेर के मलाई चाहिँ नुन र खुर्सानी टक्क चाहिन्छ। अलिकति चिल्लो चाहिँ बढी नै छ है साथीहरू, चिल्लो चाहिँ बढी छ, अरू सबै ठिक छ। साथीहरू सबै कोही ड्युटीमा, कोही नाइट ड्युटी सुतिसकेको छ। एक्लै खानुपर्दा मजा आउँछ। के गर्नु, परदेशको जिन्दगी। साथीभाइसँग सँगै खानु मन आउँछ। साथीभाइको ड्युटी हुन्छ, के हुन्छ, उनीहरूको ड्युटी हुँदाखेरि मेरो टाइम हुन्छ, मेरो टाइम हुँदाखेरि उनीहरूको ड्युटी हुन्छ, सुत्ने टाइम हुन्छ। के मजाले रमाइलो गरेर खाना पाउने टाइम छैन हामीसँग।
अब आज छुट्टी छ मेरो भरै भोलि बिहान चाहिँ साथीहरूसँग रमाइलो गरेर खानु पर्ला। अलि जोड गरी बोल्न सक्दैन मैले, कसरी स्वरै कस्तो खाले स्वर हो, ठुलो स्वरमा बोल्न सक्दैन, सानो स्वरमा बोल्छु। राम्रोसँग सुन्नु भएन पनि होला तपाईँहरूले, मलाई त्यस्तो लाग्छ। खाना खायो तपाईँले चिल्लो पिरोहरू धेरै खानुभयो भने सलादहरू चाहिँ अलिक धेरै पिर्नुपर्छ। सलादले काट्छ चिल्लोहरू पिरोहरू मसलाहरू चाहिँ सलादले मजाले काटिदिन्छ। त्यही भएर सलाद चाहिँ एकदम धेरै खानुपर्छ। म खान्छु सलाद पनि, सलाद चाहिँ म धेरै नै खान्छु। ओहो, मासु त खानै भुलेछ त मैले, यत्रो मासु दर्शकहरूको लागि मात्रै हो, यत्रो मासु खानु पर्ला। त्यति साह्रो मासु खाने होइन। मासु त यस मैले नि मिठै बनाउँछु भन्छ साथीहरूले, मिठै हुन्छ भन्छ साथीहरूले, त्यही भएर खुसी लाग्छ। मासुहरू मिठै बनाएको छ भन्छ। अझ साथीहरूले मलाई ससेज, बन्दरा, आलुको सब्जी मैले मिठो बनाउँछु भन्छ मेरो साथीहरूले। कतिपय साथीहरूले चाहिँ के अरे काँक्रोको सब्जी नखाएको रहेछ कि, तर मैले कता आएर काँक्रोको सब्जी बनाइदिएको साथीहरू चाहिँ एकदम सब भएको जस्तो भएको थियो। काँक्रो पनि सब्जी हुन्छ र भन्छ, तर हुन्छ नि जस कुन भ्युअर्सले हेर्नु भयो भने, काँक्रो खानु भयो भने कुन भ्युअर्सले मलाई कमेन्ट गर्नुहोस् है। नेपालको काँक्रो त मिठो हुन्छ सब्जी खान, तर यहाँको सब्जी चाहिँ, यहाँको यस्तो काँक्रोको सब्जी चाहिँ त्यति नगल्दो रहेछ यो काँक्रो चाहिँ। त्यही भएर त्यति भने जस्तो चाहिँ नहुँदो रहेछ यहाँको काँक्रो चाहिँ। स्याउ मलाई एकदमै मनपर्छ गाइस। गुलियो त अब खानासाना खानुपर्छ भन्छ, तर मलाई एकदमै मनपर्छ, त्यही भएर अहिले नै खान्छु म स्याउ पनि। अब कोही साथीहरू
चाहिँ मसँग खानाको कम्पिटिसन गर्न चाहनुहुन्छ भने तपाईँहरूले कमेन्ट बक्समा भनिदिनु होला। म खानाको इन्भाइट गर्छु, तपाईँहरूलाई मुकबाङको इन्भाइट गर्छु है त गाइस। कमेन्टमा मेन्सन गर्नु होला, म चाहिँ इन्भाइट गर्छु। अनि सँगै कम्पिटिसनसँग खानुपर्छ, के खाने हो, के कम्पिटिसन खाने हो है गाइस। अब म चाहिँ जे पनि खाना रेडी छु है गाइस। जे पनि भन्नाले हामी नेपालीहरूले खाने नर्मल खानाहरूमा जेमा पनि मुकबाङमा कम्पिटिसन गर्न रेडी छ है गाइस। कोही रेडी छ भने कमेन्टमा मेन्सन गर्नलाई म इन्भाइट गर्नेछु। इच्छुक साथीहरूले कमेन्ट बक्समा नाम नम्बर छोडिदिनु होला। कस्तो नबोल्दा त राम्रो नसुनेको जस्तो लाग्दो रहेछ। त्यही भएर म आज जति सक्दो धेरै बोल्ने कोसिस गरिरहेको छु। काँक्रा चाहिँ रसिलो रहेछ, मिठो हुन्छ। अनि स्याउ पनि मिठो रहेछ। चिकन त भन्दै हो, भात त झन् भन्दै हो, भात त झन् कति मिठो। किनभने भात पनि राम्रै खाले चामल किन्छु, कस्तो खाले होइन, राम्रो खाले चामल किन्छु। कहिले कसो सब्जी बनाउनु जाउको लाग्यो भने दाल र अचारसँग पनि जाओस् भनेर चाहिँ उनीहरू चामल चाहिँ राम्रै किनेको खाएको हुन्छ है। लगाएँ मैले सबै पकाएँ, भात अनि तपाईँको काँक्रो अनि तपाईँको गाजर स्याउ सबै सकाएँ। त चिकन चाहिँ सुकाउन सकेन प्याज। ल साथीहरू, मलाई चाहिँ साथ सपोर्ट दिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है साथीहरू। अहिलेलाई राखेँ है साथीहरू।